फेरि त्यसको पिसाब चाहिँ धब्बा धब्बा बस्छ भने त्यो बाख्रा चाहिँ बालिकाको छ है। सबैजनालाई फेरि पनि नमस्कार गर्न चाहन्छु। म चुडामणी बगर घरबाडी प्रदेश रोल्पा। म चाहिँ एक कृषक पनि र भेटनेरी टेक्निसियनको नाताले आज तपाईँहरूलाई चाहिँ महत्त्वपूर्ण जानकारी चाहिँ सेयर गर्दैछु। कृपया चाहिँ हेरेर साथ दिनु होला। हाम्रो देश कृषि प्रधान देश, अवश्य हाम्रो घरमा चाहिँ बाख्रा गाई भैँसी छ होला। फेरि चाहिँ त्यो बाख्रा गाई भैँसी चाहिँ बाली लगाएको चाहिँ कसरी चाहिँ थाहा पाउने भन्ने एउटा सानो टेक्निक। हामीले चाहिँ अब यो बाली गएको बाख्रा यो चाहिँ आज बाली गएको ठ्याक्कै 7 दिन क्रस गरिसकेको छ। यसको चाहिँ तल चित्रमा देखाए जस्तै यसको बिहानकै पिसाबलाई झन्डै 5 ml जति पिसाबलाई सङ्कलन गरेर त्यसलाई चाहिँ 1-2 मिनट चाहिँ चिसान गराएर चाहिँ शुद्ध तोरीको तेलमा चाहिँ झन्डै 1 कतौरा तेलमा चाहिँ बिस्तारै राख्नु होला। यदि चाहिँ तोरीको तेलमा राख्दाखेरि त्यसको पिसाब चाहिँ धब्बा धब्बा बस्छ भने त्यो बाख्रा चाहिँ बालिकाको छ है। तल चित्रमा देख्नु भएको छ, यो चाहिँ बालिकाको छ है। ठ्याक्कै आज चाहिँ 60 दिन क्रस गरिसकेको छ। यो बाख्रा चाहिँ बालिकाको छैन। तपाईँले पनि यो बाख्राको पिसाबलाई पनि अगाडि गरे जस्तै शुद्ध तोरीको तेलमा चाहिँ बिहानकै पिसाबलाई त्यसलाई चाहिँ 5 ml जति पिसाबलाई चाहिँ सङ्कलन गरेर त्यसलाई चिसाएर तोरीको तेलमा राख्दाखेरि चाहिँ यदि धब्बा धब्बा बनेन भने त्यो बाख्रा चाहिँ ब्याउने छैन भन्ने चाहिँ थाहा पाउन सकिन्छ है त। तल चित्रमा पनि देखाएको छ, त्यो चाहिँ धब्बा धब्बा बसेको छैन। यो चाहिँ तेलमा नै घुम्न लागेको जस्तो चाहिँ देखिएको छ। तपाईँले पनि यस्तरी नै घरको बाख्राहरूलाई चाहिँ विचार गर्नु होला। यो चाहिँ गाई भैँसीमा पनि चाहिँ लागु हुन्छ। यो विधि चाहिँ परम्परागत विधि हो, तर सहरी एरियातिर अलि विदेशतिर चाहिँ यो प्रेग्नेन्सी टेस्ट किट भन्ने एउटा किटबाट पनि प्रभावकारी हुन्छ। तर हाम्रो जस्तो नेपाल विकास उन्मुख देशमा चाहिँ यो ग्रामीण भेग भएको कारणले यतातिर उपलब्ध नभएको कारण यो विधि चाहिँ राम्रो मानिन्छ। तर यो किटहरू भइदिनु धेरै राम्रो हुन्थ्यो। तपाईँले पनि चेक गर्नुलाई त हस्त धन्यवाद, नमस्कार।